बाटो है, भविष्यको बाटो, भविष्यको चुनाव चिन्ह बाटो, भविष्यको बाटो। हामी हाम्रा नानीहरूको भविष्य यही देशमा तपाईको चाहिँ बनाउन चाहन्छौँ। अब हामी त आधी उमेर गइसक्यौँ होइन, तर हाम्रा छोराछोरीले +2 गर्ने बित्तिकै अमेरिका पो जाउँ कि अस्ट्रेलिया पो जाउँ कि जापान पो जाउँ कि कोरिया पो जाउँ कि भन्ने बिलखबन्द नहोस्। यहाँ मैले देखिरहेको छु थुप्रै जेन्जीहरूको उपस्थिति छ होइन। वी वान्ट टु वर्क फर यु है, प्लिज डोन्ट फलो होइन त तपाईँको छैन के अरे रङ गाइज, डोन्ट फलो द रङ गाइज। तपाईँले चिन्नुपर्छ। हेर्दाखेरि तपाईँको छैन होइन खेतबाट आएको जस्तो देखिन्छ नि, देखिँदैन हेर्नु त। मैले कसम के खाएको छु भने जबसम्म यो देशमा सबै जनताले सुकिलो मुकिलो लुगा लगाएर हिँड्ने आर्थिक अवस्था देशको हुँदैन तबसम्म म यस्तै तपाईँको फाटेको लुगाहरू लगाएर हिँड्छु है। द्याट इज माई प्रमिस। हर्क साम्पाङ जे बोल्छ गर्छ। हर्क साम्पाङ इज नथिङ बट अ कमिटमेन्ट है। हर्क साम्पाङले बोलेपछि सक्यो। चुनाव पछाडि, चुनाव त हामी जित्छौँ सरकार हाम्रो हुन्छ है, तर दार्चुलावासीलाई पनि गुड न्युज छ, त्यहाँको ट्विनहरू रिप्लेस गर्न आउँदैछ श्रमदाता होइन। यत्रो सानो बालिका बिचरा त्यसरी गइराखेको देख्दाखेरि रोएँ म। यो देशलाई सम्झेर थुप्रोचोटि रोएको छु होइन। आँखा मात्रै मेरो आँसु त देशको हो नि। मेरो देश चाहिँ मेरो आँखालाई सापटी लिएर रुने गर्छ क्या कहिले कहिले होइन। त्यस्ता ठाउँहरूमा पनि हामी विकास गर्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सन्तुलित विकास हुन्छ यहाँ। अन्यायमा तपाईँको कोही पर्नु पर्दैन। किसानको सरकार बन्दैछ यहाँ, मजदुरको सरकार बन्दैछ। तमाम किसान र मजदुरलाई म भन्न चाहन्छु विल वर्क फर योर सेफ्टी है। हामी तपाईँहरूको सुरक्षाको लागि काम गर्छौँ। अहिले हेरौँ न, एउटा छैन तपाईँको छैन मजदुरले काम कति अनसेफली गरिरहेको छ। दिनभरि ग्यारेजमा काम गर्छ है, ग्रिज लाग्छ, भरे जाँदाखेरि नुहाउने पानी हुँदैन हो कि न भन्नु न है। आई प्रोटेक्सन छैन, केही पनि छैन क्या। पिपी भन्छ नि, पर्सनल के अरे प्रोटेक्टिभ इक्विपमेन्ट्स, केही पनि छैन। किसानहरू त्यसरी नै काम गरिरहेको छ होइन। दिनभरि तपाईँको छैन होइन, सिमेन्टमा बेल्चा हान्छ, हातमा केही हुँदैन, हात काटेर खत्तम भइरहेको हुन्छ। मजदुर बिना बन्छ कुनै देश? किसान बिना बन्छ कुनै देश? अनि किसान र मजदुरको लागि यो सरकारले अहिलेसम्म तपाईँको छैन 30-40 वर्षसम्म शासन गरेको सरकारले के ल्यायो त नीति? तमाम किसान र मजदुरलाई भन्न चाहन्छु म, चुनाव चिन्ह